हेलो गइरहेको छु। म चाहिँ पुग्नु पर्ने हो माथिको डाँडा, यहाँबाट देख्नु चाहिँ देखिँदैन। भइहाल्यो, पुगेपछि देखाउने छु। घन्टी देख्न सक्नुहुन्छ, गाउँको एकमात्र मन्दिर घन्टी मन्दिर माङ्हिम भन्छौँ हाम्रो भाषामा चाहिँ होइन। म चाहिँ लिम्बुनी हो। यस्तो छ है ठ्याक्कैसँगले। अनि अब चाहिँ म यसरी जाँदैछु। अहिले चाहिँ चिन्नुहुन्छ नि, यसलाई चाहिँ सिरु भन्छ है। यो चाहिँ यसको चाहिँ नफुलिकन अलिक सानो हुँदाखेरि खाने गरिन्छ। यो चाहिँ तल म अहिले आएको ठाउँ बाटो चाहिँ यस्तो छ। म चाहिँ पुग्नुपर्ने माथि नै, त्यहाँ चाहिँ टावर पनि छ। अनि अहिले चाहिँ ठ्याक्कै कति बजिरहेको छ भन्दाखेरि 6:30 भइसक्यो। 5:30 भइसक्यो। म थाहा छैन कति बजी पुग्छु। हुन त 1 घन्टा भन्दा नि 45 मिनट्स जति लाग्छ होला। म पुगेर आउन सक्छु त। मलाई डर लागिरहेछ। आजको मौसम चाहिँ एकदमै राम्रो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। माथि चाहिँ खलङ्गे भन्ने ठाउँ, यहाँ चाहिँ एकदमै हुस्सु लागिरहेको रहेछ। यो चाहिँ के को फुल हो है, मैले बाटोमा आउँदै भेटेँ। तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। बाटो मन पर्यो त, यस्तो राम्रो रहेछ। हेर्नु न कस्तो शान्त। ओ माई गड, गोरे भन्दै फेरि आउँला मलाई तर्साउन। के को फुल हो यो? सल्लाहघारी पनि रहेछ अलिअलि। धेरै पछि आयो, धेरै पछि भयो होला। कति वर्ष जति भयो होला भन्दाखेरि 17-18 जति वर्ष भयो होला म यहाँ माथि नआएको। आज चाहिँ यसो टाइम निकालेर हिँडौँ न त कस्तो भएछ भनेर आउन माग्न लागेर निस्केको। चिन्नुहुन्छ होला, यो चाहिँ अर्किड भन्छ, सुनगाबा फुलेको पनि रहेछ। यो चाहिँ रुखतिर बेसी मात्रामा पाइन्छ। बाटो त एकदमै राम्रो, मलाई त रमाइलो लाग्यो एक्लै आज। त्यो पनि कस्तो दामी फिल भइरहेछ। सल्लाहको बोटैले, धुप्पीको बोटैले, ओ माई गड। ऊ माथि के भन्छ, ढिम्की च्याउ आउने के भन्छ, यो कमिलाको त्यो पनि रहेछ हौ। के भन्छ कमिलाको घरलाई? ढुङ्की माटो, ढिङ्की भन्छ होला सायद। यस्तो यहाँभित्र च्याउ पलाउँछ नि, तपाईँहरूलाई थाहा छ कि छैन? भित्काइदिनु पुक तल छ रतुवा भन्ने खोला, त्यहाँदेखि लिफ्टिङ गरेर लिएको पानी। लिफ्टिङको पानी भन्छ है हाम्रोतिर चाहिँ। यो के को बोट थाहा छ? यो मसला होइन, के हो भन्छ त्यसलाई? सुकमेल होला, सुकमेल भन्छ होला, बिर्सियो, थाहा नै भएन। भन्ने बेला त ठ्याकै आउँदैन। मन लागिसक्यो। ठ्याक्कै देख्दै हुनुहुन्छ तपाईँले माथि टावर। म चाहिँ जानुपर्ने त्यहाँनिर। हामी यस्तो बच्चा बेला है यस्तो चक्कर गर्थ्यो। भगवान् भर्खर बनाउँदै थियो नि त। अनि त चढेर भर्खर बनाउँदै थियो। अनि त्यतिखेर गाना पनि के चलेको थियो, सिम्पल कान्छीको डिम्पल पर्ने गाला गानाहरू चलेको थियो होइन। अनि त्यो माथिको त्यो टुप्पीमा चढेर अनि त्यहाँ माथि गएर हल्ला गर्ने कि त्यो गाना गाउँदै नाच्दै के थियो भने नि रमाइलो थियो। आजभोलि सम्झिँदा चाहिँ एकदमै हाँस उठ्छ है। मेट मी एट आवर स्पट वाला फिल आइसक्यो। रङटनवाला भाइब्स आइसक्यो। त्यो रङटनमा जस्तो यस्तो गरेर त्यो मान्छे काट्ने लिएर आइपुग्यो भने म कहाँ भएको यतिखेर। ओ माई गड, डर त लागिरहेछ। तैपनि चिलमा गइरहेछु म त एक्लै। डन केटी म 1 2 3। ओ माई गड, पुग्नु आँटे है म। माथि हो जानु पुग्नुपर्ने ठाउँ चाहिँ। यो चाहिँ के को फुल रहेछ, बाटैभरि छ। गले आज राति निन्द्रा चाहिँ दामी लाग्ने भयो। जङ्गलमा छु म त।
यस्तो जङ्गलमा अकेले अकेले जङ्गलमा मत जाऊ रे गोरे गोरे गर्दै आएको छु। फेरि सिमाहरूको गोरे नि सेतो लुगा लगाएर खुट्टा उल्टो यस्तो पार खुट्टा यस्तो उल्टो पारेर उति फुङ भन्दै आउनु। म कहाँ भग्नु स्याड। म चाहिँ पुग्नु आँटेँ धनीकुण्ड भन्ने ठाउँमा। बाटो चाहिँ साह्रै राम्रो रहेछ। यो चाहिँ ठोट्ने यसलाई चाहिँ हामीले यस्तो गरेर तासेर खानुपर्छ। कस्तो मिठो हुन्छ अमिलो अमिलो हुन्छ दामी हुन्छ यसको अचार। गाइज फाइनली आई मेड धुनीकुण्ड। ठाउँकै नाम धुनीकुण्ड। यहाँ माथि चाहिँ कहिले काहीँ एकदमै ठुलो पूजा गर्छ है। यस्तो रहेछ ठाउँ। यो के को बोट हो? यो बर्को बोट। बल्लैले फाइनली यो टाइम आई मेड धनीकुण्ड है। यहाँ कसले काम पनि गरेर छ यस्तो सफा पनि गरेको रहेछ। यहाँ चाहिँ यस्तो छ। यो चाहिँ औवाटी लाउने ठाउँ। उतापट्टि चाहिँ एकदमै ठुलो जङ्गल छ। म जाँदिनँ मलाई डर लागिसक्यो। अनि यो चाहिँ एकमात्र हाम्रो माङ्सेबुङको टावर एनटिसिएनसिएलको पहिला बच्चा बेला चाहिँ अब एकदम चकचक गर्ने नि त हामी त। अनि भर्खर भर्खर बनाउँदै थियो टिनेज बेला भनौँ न बच्चा भन्दा पनि। अनि यहाँ माथि चढ्ने हो माथि उत्यो छ नि हो त्यस्तोमा चाहिँ गएर बसेर होइन। त्यतिखेर कुन गाना चल्दै थियो भन्दा सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाना। त्यहाँ माथि चढेर सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाना भन्दै नाच्दै बस्ने हो क्या। त्यो टुपीमा चढेर डर पनि मर्नु छैन रहेछ। अहिले चाहिँ यस्तो भएको रहेछ। कस्तो दामी फिल भयो। म चाहिँ टपमा छु है अहिले हाम्रो गाउँको टपमा। वाउ कस्तो राम्रो सिन देख्न सक्नुहुन्छ। यहाँदेखि तल चाहिँ तपाईँले देख्नुहुन्छ यो चाहिँ तल यहाँदेखि तल गयो भने चाहिँ यो चाहिँ दमक। यतापट्टिको ठाउँ चाहिँ ठ्याक्कै यो चाहिँ यता माइखोला भन्छ। यहाँदेखि ठ्याक्कै उता गयो भने चाहिँ बिर्तामोड होइन। वाउ पहिला हामी यो टावर चढ्थ्यो यार सम्झिँदा पनि अचम्म लाग्छ। आजभोलि म अब एकछिन बसेर हिँड्ने हो। तपाईँले देख्नुहुन्छ हाम्रो गाउँ चाहिँ तल छ। तल सानोतिनो किरिङ 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 देख्दो रहेछ। लौ मेरो मोबाइल फाइनली मैले जर्नल पनि गरिसकेँ। अब म चाहिँ ठ्याक्कै यो ठाउँलाई छोडेर अब फर्किँदैछु मेरो गाउँतिर। बाटो चाहिँ यस्तो छ। अब यस्तो ओह्रालो बाटोमा म हिँडेर तल पुग्नुपर्ने होइन। टक्कसँगले अब हिँड्दैछु। हिँड्दै हिँड्दै म अब जान्छु चिप्लिँदिनँ होला भन्छु म। ओमाइगड तर देख्नुहुन्न कोला पनि फलेछ। कोला भन्छ हामीतिर उतातिर चाहिँ केरा भन्छ होला। अनि यहाँ चाहिँ यस्तो चिप्लो रहेछ। अब म कसरी झर्छु लड्छु कि भन्ने टेन्सन परिसक्यो आफूलाई। आइए नलडौँ भगवान् ओतमा ईश्वरो। हेर्नु त कस्तो दामी अर्किड अर्किड। बाटो चाहिँ कस्तो भएको छ थाहा छैन है। म धेरै पछि आएको। पहिला त अलिक यस्तो साको त थिएन जस्तो लाग्छ। अहिले चाहिँ मान्छे त्यस्तो हिँड्दैन कि क्या हो त्यो भएर बाटो चाहिँ यस्तो रहेछ। नलडौँ त्यति नै हो भन्दै म चाहिँ ओह्रालो झर्दैछु उठ्न इसेवारो। ए त जङ्गलै जङ्गल पुगे त मेरो ट्याटु। ल म तपाईँलाई तल पुगेर देख्छु। बाई बाई अहिलेलाई यो 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 लातानु टुम। यो के को बोट थाहा छ? थाहा छैन होला। यो कुरिलोको बोट हो कुरिलो। यो पहिला हामी केटा कि केटी तेरो छोराछोरी के हुन्छ केटा कि केटी भन्दै चित्ताउँथ्यो नि त्यसको बोट। क्रोफुट भन्छ यसलाई क्रोफुट इङ्ग्लिसमा। यो सिम्बलीको बोट। सिमली खानु भएको छ कहिले?
सिमलीको बोटमा हिँड्दै म चाहिँ अब लागे ओह्रालै ओह्रालो। ल अब म चाहिँ घरतिर लागेँ। अब अर्को ब्लगमा भेटौँ होला है त। बाई बाई, टेक केयर एभ्रिवान, सी यु इन अनदर ब्लग। यस्तो छ है ठाउँ चाहिँ, म जङ्गल घारीमा छु। बाई बाई, यहाँ माथिदेखि आएको। बाई 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 एभ्रिवान। टुकुर 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 टाटा टुकुर 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 टाटा। Oh my god. Wow, 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 what a nice scene. के चाहिँ रहेछ, मलाई त्यहाँ जानु मन लाग्यो क्या। फेरि रात चाहिँ पर्यो है, रात परिसक्यो। त्यही पनि मलाई घर जाने छाँटकाँट त यस्तै हो। यहाँ जानु भन्न लडे, यहाँ जानु मन लाग्यो यार। कस्तो राम्रो यो ढुङ्गामा बसेर चिलमा ल बसिराख्नु कस्तो मजा हुन्छ। वाउ वाउ, इट्स सो नाइस हियर। ओ माय गॉड, यहाँ ढुङ्गामा अब म यसरी चढेर यसरी बस्छु। वाउ, फाइनली आई एम एट द टप अफ द वर्ल्ड। लु वाउ, कस्तो राम्रो ठाउँ यो ठाउँ। कता होला, पानी कत्रो आयो यार। अब साँच्चीकै गएको। बाई बाई एभ्रिवान, बाई। यतिको रात पर्यो, तल पानी परिरहेछ कस्तो साह्रो। डाँडा अर्को डाँडा, माको डाँडा ऊ माथि छ, म गएको डाँडा। ऊ त्यो डाँडाबाट आएको म चाहिँ, ऊ त्यो डाँडाबाट।